नेपाल भन्ने बित्तिकै हाम्रो मनमा हिमाल, शान्ति र प्रकृतिको सुन्दर तस्विर आउँछ। तर त्यो शान्त देखिने सतहको मुनि वर्षौंदेखिको असन्तुष्टिको आगो सल्किरहेको थियो। आज हामी संसारको यही छानोमा भएको एउटा यस्तो विद्रोहको कथा खोतल्दैछौं जसले पुरानो व्यवस्थालाई नै हल्लाइदियो। आउनुहोस् नेपालको यो उम्लन्दो बिन्दुको गहिराईमा डुबौं। 77 यो केवल एउटा अङ्क मात्र होइन, यो त सेप्टेम्बर 2025मा नेपालमा भएको भ्रष्टाचार विरोधी आन्दोलनमा ज्यान गुमाउने मानिसहरूको संख्या हो। यो एउटा संख्याले नै हामीलाई बताउँछ कि त्यो सङ्कट कति गम्भीर र दर्दनाक थियो। सोच्नुस् त, कति छिटो सबै कुरा बदलियो। सेप्टेम्बर 4मा सरकारले 26वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो। त्यसको ठिक 4 दिनपछि सेप्टेम्बर 8मा हजारौं विद्यार्थी र युवाहरू काठमाडौँका सडकमा उत्रिए। तर त्यही दिन दिउँसो स्थितिले एकदमै नराम्रो मोड लियो। सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाए। भोलिपल्टै सेप्टेम्बर 9मा हिंसा र दबाव बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भए। अनि हेर्दा सेप्टेम्बर 12सम्ममा त सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भइसक्नु भएको थियो र नयाँ चुनावको घोषणा पनि भयो। केही दिनभित्रै एउटा सानो देखिने मुद्दाले राजनीतिक क्रान्तिको रूप लिइसकेको थियो। तर यो विद्रोहको कथा यतिमै सकिँदैन। मानवशास्त्री डोरबहादुर बेष्टको यो भनाइले हामीलाई घटनाको गहिराईमा पुर्याउँछ। उहाँले भन्नुभयो, जेनजी आन्दोलनले प्रणालीलाई हल्लायो, तर प्रदर्शनले मात्रै गहिरोसँग गाडिएका सामाजिक र आर्थिक बाधाहरूलाई पार गर्न सक्दैन। त्यसो भए ती गहिरा बाधाहरू के थिए त? किनभने यो विद्रोहको पछाडि सामाजिक सञ्जाल प्रतिबन्धभन्दा धेरै पुराना र जटिल कारणहरू लुकेका थिए। हो, त्यो विस्फोटको वास्तविक कारण बुझ्नका लागि हामीले वर्षौंदेखि जन्मा हुँदै आएको बारूदलाई हेर्नुपर्छ। यो हो नेपालको दोहोरिरहने प्रणालीको कथा, जहाँ समस्याहरू फेरिन्छन् तर परिणाम उस्तै रहन्छ। यो स्लाइडमा देखाइएको तथ्याङ्कले नै धेरै कुरा भन्छ। 15 वर्षमा 14वटा सरकार। यो त कुनै देशको सरकार होइन, म्युजिकल चेयरको खेल जस्तो भयो, होइन त? यस्तो चरम राजनीतिक अस्थिरताले कुनै पनि देशमा दीर्घकालीन विकास वा सुधारको काम कसरी अगाडि बढ्न सक्छ र? अब कुरा गरौँ त्यो बारूदको, जसले यो आगो सल्कायो। यसका मुख्य कारणहरू थिए देशैभरि फैलिएको भ्रष्टाचार, करिब 21% युवा बेरोजगारी, नातावाद र कृपावादमा चल्ने प्रणाली र ठप्प भएको अर्थतन्त्र। यी सबैको परिणाम के भयो त? गृहयुद्धपछिका वाचाहरू पूरा भएनन् र जनताको प्रणालीमाथिको विश्वासै टुट्दै गयो। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध त त्यो झिल्को मात्र थियो, जसले यो पुरै ठुप्रोलाई एकैचोटि जलाइदियो। अब नेपालको आर्थिक अवस्थालाई हेरौं। देशको कुल गारस्थ उत्पादनको झण्डै 1/4 यानि कि 25% हिस्सा रेमिटेन्सले धानेको छ। यो भनेको विदेशमा काम गर्ने नेपालीहरूले पठाएको पैसा हो। यो पैसाले देश त चलिरहेको छ, तर यसले एउटा तीतो सत्य पनि लुकाइरहेको छ। देशले आफ्नै युवाहरूका लागि पर्याप्त रोजगारी सृजना गर्न सकेको छैन, जसले गर्दा उनीहरू विदेशी न बाध्य छन्। हो, यही असन्तुष्टिको भुमरीबाट नेपाल एउटा निकै महत्त्वपूर्ण र ऐतिहासिक चुनावतिर लम्किरहेको छ। र यो लडाईँ केवल राजनीतिक पार्टीहरू बीचको मात्र होइन, यो त युवा पुस्ता र पुराना नेताहरू बीचको लडाईँ हो। भनौँ न, भविष्य र विगत बीचको टक्कर हो। यहाँ दुई फरक शक्तिहरू प्रष्ट देखिन्छन्। एकातिर छन् दशकौंदेखि आलो पालो सत्तामा रहेका पुराना नेताहरू, देउबा, ओली र दाहाल, जसको औसत उमेर 70 वर्षभन्दा माथि छ। उनीहरू आफ्नो पुरानो पार्टी संयन्त्र र ग्रामीण क्षेत्रको प्रभावमा निर्भर छन्। अनि अर्कोतिर छन् काठमाडौँका मेयर बालेन शाह जस्ता नयाँ र लोकप्रिय अनुहारहरू, जो अब राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार बनेका छन्। उनीहरूले सामाजिक सञ्जाल मार्फत शहरी युवा र मध्यमवर्गीय मतदाताहरूलाई आकर्षित गरिरहेका छन्। राजनीतिमा भर्खरै प्रवेश गरेकी अभिनेत्री रीमा विश्वकर्माको यो भनाइले नयाँ आन्दोलनको भावनालाई राम्रोसँग समेट्छ। हामीलाई के गर्नु हुँदैन भन्ने राम्ररी थाहा छ र हामी असफल नेताहरूका गल्तीहरू नदोहोर्याउन कटिबद्ध छौं। यो केवल परिवर्तनको माग मात्र होइन, यो त विगतको सम्पूर्ण राजनीतिक संस्कृतिलाई नै अस्वीकार गर्ने घोषणा हो। तर एउटा ठूलो प्रश्न यहाँनिर उठ्छ, के सडकमा छरिएर रहेको यो आन्दोलनले एकजुट भएर देश चलाउन सक्छ?
किनभने यी नयाँ राजनीतिक शक्तिहरूभित्र पनि आन्तरिक प्रतिस्पर्धा र एकीकृत नेतृत्वको अभाव जस्ता गम्भीर चुनौतीहरू छन्, जसलाई हामीले नजरअन्दाज गर्न मिल्दैन। नेपालभित्र जे भइरहेको छ त्यो एउटा बन्द कोठाको कथा मात्रै होइन। नेपालका दुई विशाल छिमेकीहरू र अन्य विश्व शक्तिहरूले पनि यो सबैलाई नजिकबाट न्यालिरहेका छन्, जसले गर्दा नेपाल एउटा भू-राजनीतिक रस्साकस्सीको केन्द्र बनेको छ। यहाँ 3 ठूला खेलाडीहरूको स्वार्थ जोडिएको छ। अमेरिका आफ्नो एमसीसी परियोजना मार्फत बिजुली र सडकमा लगानी गरेर चीनको प्रभावलाई कम गर्न चाहन्छ। उता चीन आफ्नो BRI परियोजना मार्फत नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउने ठूलो लक्ष्य राखेको छ। र हाम्रो अर्को छिमेकी भारत आफ्नो अग्निपथ योजना मार्फत परम्परागत सुरक्षा सम्बन्ध र प्रभावलाई कायम राख्न चाहन्छ। यहाँ विकास र सहयोग पनि ठूलो रणनीतिक खेलको हिस्सा बनेका छन्। यस्तो अवस्थामा नेपालले अपनाएको रणनीतिलाई हेजिङ भनिन्छ। भन्नुको मतलब कुनै एउटा महाशक्तिको पक्षमा खुलेर नलाग्ने, बरु सबैसँग सन्तुलित सम्बन्ध राखेर आफ्नो फाइदा लिने। यो त दुई विशाल छिमेकीहरू भारत र चीन बीचको मसिनो डोरीमा हिँड्नु जस्तै हो, जहाँ सानो असन्तुलनले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ। यी सबै कुराले हामीलाई एउटै निर्णायक मोडमा ल्याइपुर्याउँछ। त्यो हो आउँदै गरेको चुनाव। र यो केवल अर्को एउटा चुनाव मात्रै होइन, यो हो नेपालको भविष्यको निर्णायक छनोट। राजनीतिक अस्थिरताको मूल्य देशले कसरी चुकाइरहेको छ यो चार्टले प्रष्ट देखाउँछ। विद्रोह हुनुभन्दा अघि आर्थिक वृद्धिदर 4.6% हुने अनुमान थियो, तर विद्रोहपछि यो घटेर 2.1%मा झर्ने देखिन्छ। अब देशको आर्थिक भविष्य एउटा सफल र स्थिर राजनीतिक संक्रमणमा निर्भर छ। र आर्थिक क्षतिको यो आँकडा त झनै डरलाग्दो छ। $22.5 अरब। सोच्नुस् त यो कति ठूलो रकम हो। यो नेपालको कुल अर्थतन्त्रको लगभग आधा हो। यो केवल एउटा तथ्याङ्क मात्र होइन, यो त गुमेका रोजगारी, बन्द भएका व्यापार र लाखौं आम नागरिकका चकनाचुर भएका सपनाहरूको मूल्य हो। त्यसैले यो भनाइले सबै कुराको सार बताउँछ। मार्चमा नेपाली मतदाताले गर्ने छनोटले संसदको संरचना मात्र निर्धारण गर्दैन, बरु आउने दशकौंका लागि राष्ट्रको रणनीतिक दिशा र आर्थिक अस्तित्वलाई पनि परिभाषित गर्नेछ। यो चुनाव सरकार बदल्नका लागि मात्र होइन, यो त देशको भविष्यको बाटो कोर्नका लागि हो। र अन्त्यमा नेपाल एउटा यस्तो दोबाटोमा उभिएको छ जहाँबाट दुईवटा बाटा छुट्टिन्छन्। के आउँदो चुनावले एउटा नयाँ सामाजिक सम्झौताको सुरुवात गर्ला, जहाँ युवा र आम नागरिकको आवाज सुनिनेछ, वा यो पनि पुरानै चक्रको अर्को एउटा रिसेट बटन मात्र साबित हुनेछ? हो, संसारको छानोमा रहेको यो देशको भविष्य यही प्रश्नको जवाफमा अडिएको छ।